गाइस हामी चाहिँ यतातिर बारीमा गइरहेछौँ म र मम्मी साग टिप्नलाई धनिया टिप्नलाई। सो हजुरहरूलाई देखाउन चाहन्छु। मुला पनि छन्। अरु के छन् त मम्मी बारीमा? यो चाहिँ तितेकरा हो हाम्रो बारीको। हरियो मकै लगिदिने? पर्दैन पर्दैन पर्दैन, बोक्न सक्दिनँ क्या म धेरै बोक्न सकिँदैन क्या। सो हाम्रो मम्मी चाहिँ मकै भाँच्दै हुनुहुन्छ अन्तिको घरमा लानलाई। बोक्न पनि त सक्नु पर्यो त। अनि सानो ब्याग छ अनि साइड ब्याग क्या, तिनवटा मात्रै। धनिया चाहिँ पुरै सकिसक्यो, धेरै थियो नि योभन्दा अगाडि। पहिला त धेरै थियो नि, सबै सकिसक्यो। के भएर सक्यो? खाएर सक्यो कि? अरू के छ त बारीमा? सलगम पनि छ, लाउनु भएको छ। पिँडालु पनि त रहेछ त। राम्रै आउनु भएको छ नि हजुर त। अरू के छ देखाउनु? मेरो मम्मीले चाहिँ देखाउँदै हुनुहुन्छ यहाँ हाम्रो बारीमा चाहिँ के छ भनेर, हैन? ल हेर्नुहोस् यता के छ यसमा। मुला हो यो। साग त राम्रै रहेछ नि। टिप्दिनु न हजुर, लग्ने नि छ भने। पुदिना लाग्ने, पुदिना साग चाहिँ यो हेर्नुहोस् यता। हाम्रो चाहिँ यति धेरै ठुलो भइसक्यो आजभोलि साग। अनि मेरो मम्मीले चाहिँ टिप्दै हुनुहुन्छ, हेर्दै जानुहोस्। धनिया उता राख्नुपर्छ त अनि। ल मम्मी मेरो भ्लगलाई के भन्न चाहनुहुन्छ त हजुर? मेरो भ्लगलाई सब्सक्राइब गरिदिनु भन्नुहुन्न? माया गरिदिनु, सपोर्ट गरिदिनु। अरू मलाई भाइरल बनाइदिनु भन्नु न। भाइरल बन्ने हो। भाइरल आमा। भाइरल हुनु मन छ कि नाइ? त भाइरल हुनु मन छ। ल गाइस सबैले हाम्रो मेरो मम्मीलाई चाहिँ भाइरल बनाइदिनु ल, सबैजना मिलेर माया गरिदिनु, सपोर्ट गरिदिनु, यही भन्न चाहन्छु म पनि। ल मेरो मम्मीले चाहिँ धेरै साग टिपिसक्नु भयो। अब चाहिँ यो अन्त्य घर लिनलाई रेडी भइसक्यो। आजलाई यति नै।